काफल खानुहोस्, रोगबाट बस्नुहोस्। आयुर्वेदले पनि मान्यो लाभदायक। काफल नेपालको पहाडी क्षेत्रमा पाइने मौसमी फल हो, जुन विशेषतः वैशाख जेठ महिनामा बजारमा भेटिन्छ। ससाना रातो र मिठासयुक्त यो फल स्वादमा मात्र होइन, स्वास्थ्यका दृष्टिले पनि अत्यन्तै लाभदायक मानिन्छ। आयुर्वेदका अनुसार काफलमा बहु प्रकारका पोषक तत्त्वहरू पाइन्छन्, जसले शरीरलाई ताजगी, रोग प्रतिरोधात्मक क्षमता र ऊर्जा प्रदान गर्छ। काफलमा पाइने फाइबरले पेट सफा राख्छ, कब्जियत हटाउँछ र पाचन प्रणालीलाई सन्तुलनमा राख्छ। काफलमा प्राकृतिक चिनी र भिटामिन सी पाइने भएकाले शरीरमा ताजगी र ऊर्जा बढाउँछ। यसमा एन्टिअक्सिडेन्ट गुण हुन्छ, जसले शरीरलाई भाइरस, ब्याक्टेरिया र संक्रमणबाट जोगाउँछ। गर्मीमा काफल खाँदा शरीरमा चिसोपन कायम रहन्छ र डिहाइड्रेसन हुन दिँदैन। भिटामिन सी र एन्टिअक्सिडेन्ट गुणले छालालाई चम्किलो बनाउँछ र डन्डिफोर यार्स हटाउँछ। काफलमा पाइने पोटासियमले रक्तचाप नियन्त्रणमा राख्न मद्दत गर्छ र मुटुको स्वास्थ्य सुधार गर्छ। यसमा फेनोलिक, यौगिक र एन्टिअक्सिडेन्ट हुने भएकाले क्यान्सर जन्य कोशिकाको विकास रोक्न सक्छ। अत्याधिक मात्रामा नखाने। एकैपटक धेरै काफल खाँदा पेट दुख्ने वा ग्यासको समस्या हुन सक्छ। सफा गरेर मात्र खाने। बजारमा पाइने काफलमा धुलो र रसायन मिसिएको हुन सक्छ, त्यसैले राम्रोसँग धोएर खानुपर्छ।